Hi guys, good morning. Welcome to my vlog. आजको भ्लगमा तपाईहरुलाई स्वागत छ। आज यहाँ दिदीहरुकोमा छौं देन्ताममा। यहाँदेखि हामी आज चर्चमा जाँदै छौं। तपाईहरुलाई पनि देखाउने छु। चर्चतर्फ लाग्दै छौं। हुन्छ तपाईले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनुहोस्। हुन्छ। अब हामी चर्च जाँदै छौं। देन्तामको चर्च जाँदै गरेको। त्यही त यहाँ तल कता हस्पिटलको छेउमा छ अरे कि। त्यो नयाँ चाहिँ बनाउँदै रहेछ कि। त्यहाँ कता होला कि अन्त अब त्यहाँ जाँदैछौँ हामी चाहिँ। तपाईहरुलाई पनि देखाउनेछु देन्ताम बजार चर्चहरू। तपाईहरुले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनुहोस् है, सपोर्ट गरिदिनुहोस्। अलिक म त सर्दी पो लागेर नि साह्रो भइरहेको छ। हुन्छ। ठुलो आज चाहिँ यहाँ आउँदैछ टक 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 हिँड्दै। यो गाडीमा आइपुग्यो। अब हामी चाहिँ हिँड्यौँ है गाडीबाट। अब तल पुगेर देखाउँछु चर्च। दोकानमा देखाउनु नि। अब दोकानमा देखाउनु। यो चाहिँ तपाईको देन्ताम स्कुल है। यो चाहिँ तपाईको कलेज छ तल अहिले बनिँदैछ नयाँ चाहिँ। यो चाहिँ स्कुल पऱ्यो। अब हामी चर्च यहाँ आइपुग्यो। यहाँ माथि रहेछ। हामी चाहिँ चर्च सकेर पनि फर्क्यौँ है। झुला चाहिँ यता हेर्दैछ। हजुर हुन्छ। हामी चाहिँ चर्च सकेर बजारतिर जाँदैछौँ। ठुलो दाजु पछाडि हामी सबैजना छौँ। खाइसकेको थिएन।
चर्च भर्खर सकेको कति भइसक्यो 1:15 सकेछ त्यहाँ यहाँ हस्पिटल डाँडा माथि रहेछ कि चर्च चाहिँ चर्चबाटै जाँदैछ चर्च सकेर जाँदैछु यो चाहिँ दिनताम बजार बाङ्गो भयो के भने दिनताम बजार है दिनताम टाउको एक्लै नै हुन्छ त यो चाहिँ दिनताम बजार हामी चाहिँ दिनताम बजारमा घुम्दैछौँ हेर्नुहोस् है कहाँ थियो त्यो मोबाइल दोकान ऊपर दाजु बोलाउनु नि आऊ हामी चाहिँ दिनताम बजार घुम्दैछौँ अहिले चर्चबाट आएको चर्च सकेर आएको कहाँनिर पो स्यामसङ माथि हुनुहुन्छ दिनताम बजार हो यो चाहिँ यहाँ तल खोइ के बनिँदैछ चाहिँ दिनताममा माछाको द्वार रहेछ नि माछा पालेको रहेछ बजारको छेउमा दामी दामी हो कत्ले माछाहरू रहेछ सानो सानो यो सब रातो माछाहरू हो हुन्छ हेरिदिनु भएको लागि एकदमै धन्यवाद थ्याङ्क यू सो मच हुन्छ